यो इतिहासलाई बङ्ग्याउन नसकिने रहेछ भन्ने प्रमाण चाहिँ तपाईँले दिनुभयो। मानबहादुर जस्ता मान्छे आयो नि त सिगिलोग्राफी लिएर भन्ने प्रयोग गरेर 10-12 नै मैले यसलाई खसी बनाइदिइहाल्छु हो। त्यस्तो लुइस भुट्टन हो यो होइन। त्यसो र त्यो हजुरबा 11 पुस्ता र अहिले त मेरो त डिएनए चाहिँ मिल्नु पर्यो क्या। यहाँ त डिएनए मिलेन नि त। छाप त्यो मेन डिएनए भनेको छाप हो। वर्ष 1300 खड्ग छैन, कपीमा हामीलाई आपत छैन। तर डिएनए नै चेन्ज हुने कपी हो भने विभिन्न इतिहासकारहरूको नाम लिनुभयो, तर उनीहरू इतिहासकार हुन् कि होइनन् आई डाउट होइन, मलाई डाउट छ। नमस्कार। नमस्ते। यो विजयपुर दरबार काण्डमा जुन तपाईँले प्रस्ट्याउनु भएको प्रमाणहरू छ, 1831 को यो लालमहर चाहिँ तपाईँले फेक हो भनिरहनु भएको छ। यो फेक हो भन्ने आधार प्रमाणहरू चाहिँ तपाईँसँग के छ? यो चाहिँ जुटाउनु अर्थात् देखाउन सक्नुहुन्छ तपाईँले? अब यो 1831 को जुन लालमहर छ त्यो चाहिँ विजयपुरसँग यसको सम्बन्ध छैन। अब हुन त यो मानिसहरूले लेख्दाखेरि विजयपुरमा सन्धि भएको, सम्झौता भएको भन्छ। तर यो चाहिँ के हो भने 10 लिम्बूहरू जुन 10 लिम्बूहरू थिए उनीहरू र गोर्खालीहरू बीच भएको एउटा सम्झौता या सन्धि हो भन्ने गरिया छ। तर जुन मार्केटमा आएको छ जुन सन्धि भन्ने अथवा सम्झौता भन्ने चाहिँ जुन लालमोहर त्यो चाहिँ फेक हो। त्यसको चाहिँ ओरिजिनल चाहिँ अहिलेसम्म भेटिया छैन। अब त्यो थियो थिएन भन्ने कुरा हामीलाई जानकारी छैन। तर मार्केटमा जति पनि भेटिएको छ त्यो चाहिँ फेक हो। तपाईसँग फेक हो भनेर चाहिँ कसरी प्रमाणित गर्न सक्नुभयो तपाईँले? यो यसको जुन फेक उत्पादन गरिया छ त्यो उत्पादन कहाँ गरियो हैन, के गरियो भन्ने एउटा छ। त्यसमा चाहिँ फेक हुने कारण चाहिँ 1 नम्बरमा त्यसको कपी चाहिँ हामीसँग उपलब्ध छ, इन्टरनेटमा छ्यासी भेटिन्छ। जुन फेक भनिएको कपी चाहिँ यहाँसँग छ, तपाईले चाहिँ हेर्न सक्नुहुन्छ। तपाईको यो डिस्प्लेमा पनि राख्न सक्नुहुन्छ। त्यो चाहिँ नि के छ भने त्यसको माथि पहिलो नम्बरमा चाहिँ मैले यो लालमोहरहरूलाई उनीहरूले त सन्धि भनेको छ। पहिलो नम्बरमा लालमोहर भनेको सन्धि होइन, इमानसिंह चेम्जोङले रोयल अर्डर भनेको छ, शाही आदेश, यसलाई रोयल डिक्री भनिन्छ। सन्धि भनेको त दुई पक्ष हुन्छ, यो एक पक्ष चाहिँ शाहहरूले जारी गरेको आदेश हो र यो सन्धि होइन, यो आदेश मात्र हो। आदेश हो, किनभने इमानसिंह चेम्जोङले चाहिँ यसलाई चाहिँ अझै इमानसिंह चेम्जोङले त सरेन्डर गरेको, लिम्बूहरूले सरेन्डर गरेको र यो चाहिँ रोयल अर्डर उनीहरूले प्राप्त गरेको भनेको छ। तर उनले पनि नुन पानी सन्धि भन्न चाहिँ छुट्या छैन त्यहाँ है। नुन पानी चाहिँ नि साल्ट वाटर चाहिँ नि ट्रिटी भनेर उनले भनेको छ। तर वास्तवमा यो के हो भन्दाखेरि अब त्यो ओरिजिनल कपी कसैसँग छैन। भगिराज इङनामले छाप्नु भएको छ त्यो चाहिँ नि अर्को एउटा कपी, त्यो पनि उहाँले चाहिँ नि एकजना पूर्व माननीय शेरबहादुर इङनामबाट हो क्यार लिएर छाप्नु भएको, त्यो पनि फेक हो हैन। फेकको चाहिँ नि तपाईको के हो त, त्यो चाहिँ कपी हो। त्यो भएको हुनाले तपाईको यसको चाहिँ ओरिजिनल भेटिया छैन र जति भेटिएको छ त्यसलाई मैले 3वटा यो होइन, जुन जति यहाँ जुन छापियो यो इतिहासकारहरूले लेख्दाखेरि प्रमाणको रूपमा सङ्कलन गर्दाखेरि जे जति भेटियो त्यो भेटिएको सबै डकुमेन्टहरू चाहिँ लालमोहरहरू चाहिँ तपाईको भनाइमा चाहिँ यो सत्यता छैन। यो जति पनि मार्केटमा आएको छ त्यो कुनै सत्य छैन। मसँग यहाँ अहिले चाहिँ 5 प्रकारको छ, तपाईँ त्यहाँ डिस्प्लेमा देखाउन सक्नुहुन्छ। पहिलो 3 प्रकारको चाहिँ कस्तो छ भने जो फेक लालमोहर बनाइयो त्यो ओरिजिनल फेकको पनि ओरिजिनलको कपी छ हामीसँग
होइन इन्टरनेटमा पाइन्छ च्यासी त्यो लुगाहरू पनि कपडाहरू पनि सेकेन्ड कपी भन्दो रहेछ नि फर्स्ट कपी भन्दो रहेछ एक्ज्याक्टली यसको पनि हैन फर्स्ट कपी सेकेन्ड कपी थर्ड कपी हुँदै आइसकेको छ कि त्यो झोला हुन्छ नि लुइस भुटन कि के त्यो धेरै महँगो हुन्छ तर ऊ त्यहाँ जानुहोस् त माथि भ्रिकुटी मण्डपमा लुइस भुटन भेटिन्छ होइन 1-2 हजार अथवा 600-700 मा हो त्यस्तो लुइस भुटन हो यो होइन त्यसो भन्नाले तपाईँको चाहिँ नि त्यो के अरे फेक अब यो 1831 साउन 22 साउन सुदी 22 भनेको छ क्या रोज 2 शुभम भन्छ त्यो 1831 साउन 22 को जुन मार्केटमा पाइएको छ त्यो ओरिजिनलको कपी त्यो फेक हो फेकको पनि ओरिजिनलको कपी जुन छ त्यसको चाहिँ माथि हेर्नुहुन्छ भने यो चाहिँ सुन्तलाकार यसको चाहिँ के छ त सुन्तलाकार चाहिँ छाप छ हैन हामी सिगुलोग्राफी भन्ने एउटा एक्जिलरी साइन्स हुन्छ इतिहासको त्यसबाटै कुरा गर्दैछु सिगुलोग्राफी भने चाहिँ यसको छापहरूको विश्लेषण गर्ने र त्यो छापहरू सही हो कि होइन भनेर पनि हेर्न सकिन्छ छापले के अर्थ दिन्छ तपाईले यो लालमोहर सत्य हो होइन भन्ने कुराहरू चाहिँ तपाईले चाहिँ यो एउटा इतिहासको विज्ञान प्रयोग गरेर चाहिँ तपाईले चेक गर्नु एक्ज्याक्टली यसको सहायक विज्ञानहरू हुन्छ एक्जिलरी साइन्स भन्छ इतिहासमा त्यतिकै इतिहास बन्दैन यसले चाहिँ के गर्छ भने जस्तै यो हामीले सिगुलोग्राफी भने चाहिँ 1 नम्बरमा त छापहरूको अध्ययन गर्ने त्यसले के अर्थ दिन्छ के मेसेज दिन्छ के हो त यो छापमा त ठुलो अर्थहरू हुन्छ तर अन टप अफ द्याट चाहिँ यो छापै ठिक हो कि होइन भन्ने पनि यसले हेर्ने सिगुलोग्राफीले अथेन्टिक हो कि होइन त यो छाप होइन होइन भने चाहिँ यसलाई चाहिँ हामीले डाटा क्रिटिसिजम भन्छौँ इन्टर्नल र एक्सटर्नल क्रिटिसिजम गर्ने भन्छ एक्सटर्नल भनेको त्यसको रूपरङ्ग हेर्ने इन्टर्नल भनेको त्यहाँ लिखत के छ त भाषा के छ त अर्थ के छ त भन्ने यस्ता विभिन्न चिजहरू हेर्ने हुन्छ इतिहास त्यसै भन्दैन क्या मार्केटमा अहिले त मार्केटमा छ नि त बजारी इतिहासकारहरू धेरै तर सिगुलोग्राफी भन्ने सम्भवतः सुनेका छैनन् उनीहरूले होइन त्यो त इतिहासको युनिभर्सिटीमा पढ्नुपर्छ त्यसो हुनाले त्यो हेर्दाखेरि यो छाप चाहिँ पहिलो नम्बरमा फेक छ किनभने त्यो ओरिजिनल प्रोड्युसमा चाहिँ यो सुन्तलाकार छ तर गोर्खालीहरूको चाहिँ इभन पृथ्वी शाहकै छाप चाहिँ तपाईँको सर्कुलर छ पर्फेक्ट सर्कल छ होइन वृत्ताकार होइन गोलाकार वृत्ताकार यो चाहिँ के त सुन्तलाकार किन उनीहरूले पर्फेक्ट वृत्त बनाउन सकेन अथवा बनाएन एउटा त्यो फेक भइगयो अर्को के छ भन्दाखेरि यसमा चाहिँ माथि दुर्गा भवानी श्री दुर्गा हुनुपर्छ माथि र मुनि चाहिँ भवानी हुनुपर्छ त्यो मान्तु छैन हैन त्यहाँ छापमा यो त चोरले कहीँ न कहीँ एउटा प्रमाणदर्शी छाडेर जान्छ भने जस्तै भयो नि त त्यसो मैले नक्कली बनाउँदा मिस्टेक गरिहाल्छु केही न केही तर यहाँ चाहिँ सयौं मिस्टेक छ मैले सयौं मिस्टेकको कुरा गर्दिनँ मैले 10-12 वटा मात्र कुरा गर्छु सिगुलोग्राफी प्यालियोग्राफी र क्रोनोलोजी भन्ने प्रयोग गरेर 10-12 वटाबाटै मैले यसलाई खसी बनाइदिइहाल्छु तर यहाँ सयौं मिस्टेक छ मैले गरेँ भने पनि 2-3 वटा मिस्टेक हुन्छ होला मैले पनि चोरी काम गरेँ के मिस्टेक के छ एउटा त छाप मैले भनिहालेँ हैन सिगुलोग्राफिकल्ली छाप चाहिँ के छ त भन्दा श्री दुर्गा छैन तल भवानी छैन बीचमा खड्ग हुनुपर्छ तेर्सो खड्ग छैन मैले भनिहालेँ त्यो छापै सर्कुलर छैन अनि छापको छेउछेउमा चाहिँ डट 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 बुँदा 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 डट 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 भएको हुन्छ चिन्ह तर यहाँ चाहिँ सी 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 आकारको छ भनेपछि काम खेउरी हेर्नुहोस् त्यो चाहिँ छाप काम लाग्दैन अब यसैलाई चाहिँ के गरेको छ भने यो चाहिँ प्राय मार्केटमा भेटिया छैन इन्टरनेटमा भेटिन्छ तर मार्केटमा चाहिँ मान्छेको हातमा भएको चाहिँ 10-12 जनासँग यो छ अरूसँग थुप्रैसँग होला उहाँ धरानमा अस्ति कार्यक्रममा साउन 22 मा पनि यसैलाई छापेर बकाइदा चाहिँ त्यहाँ डिस्प्ले गरिरहेको थियो त्यो भनेको चाहिँ यसलाई अब यो मैले भने नि जो फेक तर ओरिजिनल कपी छ नि त्यसको कपी छ नि त्यसलाई चाहिँ कम्प्युटरले यसरी तन्काएर के विड्थ वाइज चौडाइपट्टि तन्काएर त्यो तन्कापछि त त्यो के हुन्छ त माथि सुन्तलाकार थियो नि त अथवा गोलाकार थियो नि त तपाईको छाप त्यो त अण्डाकार हुने भयो अब हो त्यो अण्डाकारवाला चाहिँ छ्यास छ्यास्ती पाइन्छ त्यो कम्प्युटरले बनाएको हेर्नुहोस् कम्प्युटर बिना आकार बिग्रिँदै गयो त्यो अण्डाकार कम्प्युटर बिना बनाउन सकिँदैन बुझ्नुभयो पृथ्वी शाहको पालामा त कम्प्युटर थिएन त्यसो अण्डाकार बनाउने कुरो भएन यो अब यसरी इतिहास पनि आफ्नो पक्षमा मनमानी लेख्न अब नसकिने रहेछ
यो इतिहासलाई बङ्ग्याउन नसकिने रहेछ भन्ने प्रमाण चाहिँ तपाईँले दिनु मानबहादुर जस्ता मान्छे आयो नि त सिगिलोग्राफी लिएर, नत्र त इतिहासको क्षेत्रमा त सिगिलोग्राफी भन्ने छैन। मान्छेले इतिहास लेख्छन् अनि त्यही इतिहास हुन्छ, सक्यो, मिथक नै इतिहास बन्छ होइन। एउटाले लेखिदियो, लेख्नभन्दा अगाडि के हुन्छ त लेखेको मान्छेले प्रमाण के लेख्यो त्यो इतिहास चाहिँ हेर्ने कायदा थियो। ठुलो बाबुराम आचार्यले लेखिदियो इतिहास हो भन्ने छ नेपालमा, तर बाबुराम आचार्यको हामीले साइट गर्दैनौँ, रिफरेन्समा लिँदैनौँ। किन बाबुराम आचार्यले त लेख्यो, तर के आधारमा लेख्यो त भन्ने त उसले त लेखाएको छैन, त्यहाँ प्रमाण त दिएको छैन। कसैको भनाइ, इन्टरभ्यू अथवा कुनै यस्तो कागजपत्रहरू त त्यो डिटेलमा छैन। जो छ, जो प्रमाणिक छ त्यसलाई मान्न पर्यो। तर त्यत्तिकै चाहिँ सुनेको भरमा लेखियो भने त्यो इतिहास बन्दैन। भने पछाडि यो अहिले जति पनि लिम्बुवान र लिम्बूको पक्षमा आवाज उठाइराख्नु भएका, यो 10 लिम्बुवानको पक्षमा आवाज उठाइराख्नु भएका प्रोफेसर डाक्टर मोरहाङ खवाहाङ, विष्णु थाम्देन, कुमार लिङदेन, डेकेन्द्र थेगिम, उहाँहरूको भनाइप्रति तपाईँको के छ त? पहिलो नम्बर त म यो लालमोहरकै सक्छु। तपाईँलाई यहाँ मैले यहाँ कम्प्युटरमा देखाइ पनि रहेको छु, यो तपाईँ पछि डिस्प्ले गर्नुहोला। यहाँ हेर्नुहोस्, त्यो चाहिँ नि सुन्तलाकार, त्यहाँ हेर्नुहोस् त्यो बिचमा अन्डाकार भइसक्यो। अब यो अन्डाकार चाहिँ मार्केटमा जताततै पाइन्छ, वेबसाइटमा पनि पाइन्छ होइन। लिम्बुवान समथिङ भन्ने ब्लग भन्ने वेबसाइटबाट सम्भवतः मैले निकालेँ होला। र यो छेउमा चाहिँ कलर बिनाको चाहिँ यो भगिराज इङनामको यो पुस्तकमा भएको हो। यो मैले यसैलाई फोटो खिचेर तपाईँको यो चाहिँ नै यसैलाई यो फोटो खिचेर मैले राखेको, र 3 प्रकारको तपाईँले देख्नुभयो, तर तिनैको चाहिँ अक्षर एउटै हो। खालि चौडाइमा तानेर त्यो चाहिँ अक्षर चौडाइ बढी भयो त्यो दुईटाको। भगिराज इङनामज्यूले छाप्नु भएको एक्ज्याक्टली एउटै हो चिज, तर फरक ढङ्गले छापियो। कम्प्युटरमा तपाईँको तानियो क्या, प्रिन्सिपल सागपालाको कम्प्युटर थिएन नि त भनेपछि यो त हिजोआजकै कुरो भन्ने बुझ्नु पर्यो। तर ऊ पल्लो चाहिँ तपाईँको जो सुन्तलाकार छ, यो चाहिँ फर्स्ट कपी हो त्यो होइन, फर्स्ट कपी हो। तर यो फर्स्ट कपी चाहिँ प्रिन्सिपल सागै पालाको पनि हुनसक्छ, किनभने यसको डिजाइन त अरू सिगिलोग्राफिकल्ली हामीले भन्यौँ प्रब्लम छ। तर अरू त तपाईँको यो त कम्प्युटरले तन्काएको त होइन नि त होइन, कम्प्युटरले तन्का होइन। तर भगिराज इङनामले जो शेरबहादुर इङनामबाट भेट्नु त्यो कम्प्युटरले अलरेडी चौडाइमा तन्काइसकेको र मार्केटमा व्यापक भेटिने त्यो कलरवाला पनि त्यो हो। त्यसो हुनाले सिगिलोग्राफिकल्ली दिस इज फेक होइन। अब तपाईँले भन्नुभयो यो अरू पनि छ, यसको हामी प्यालियोग्राफीमा आउँछौँ र हामी क्रोनोलोजीमा आउँछौँ। तर तपाईँले विभिन्न इतिहासकारहरूको नाम लिनुभयो, तर उनीहरू इतिहासकार हुन् कि होइनन् आई डाउट होइन, मलाई डाउट छ। मोरहाङ खवाङ के को एक्सपर्ट हुन् आई डोन्ट नो, तर दुईवटा कुरा चाहिँ दुईजनाको चाहिँ मैले नाम यहाँ उल्लेख गर्नुपर्ने भयो। जस्तै कुमार लिङदेनले भन्नु होइन, यस्तै किसिमको तपाईँ हामीले पनि पहिला दिएको थियौँ, अरूतिर पनि हामीले दिएको थियौँ, र केही अरू मान्छेले पनि यसको अथेन्टिसिटीमा, यसको चाहिँ नै आधिकारिकतामा प्रश्न गरेका थिए। त्यसमा कुमार लिङदेनले गत साउन 22 धरानमा भाषण गर्दा चाहिँ तपाईँको 11 पुस्ता अगाडिको बाजेकोतामै कपी हुँदै तपाईँ अहिले कपी हो कि होइन, अहिले चाहिँ बाजेको चाहिँ कपी हो कि होइन, तपाईँ त्यहाँ चाहिँ कपी हुँदै जाँदा त चिज त गडबड हुँदै जान्छ, अलिकति मिति फरक पर्ला, सन्तान उत्पादनलाई कपीको रूपमा ल्याउनु। तर ल कपी मान्यो, यो कपी मान्दा त हामीले त त्यो लालमोहरलाई त यहाँ कलमले सार्छौँ नि, ट्याक गर्दै सार्छौँ नि। ल नेपाली कागजमा पनि लेखियो अरे, तर छापै चाहिँ कसरी बनायौँ त? छापै फेरि खोपेर छापै बनाएर ठोक्यौँ त त्यो कपी हो त 1 नम्बरमा है। र यसमा के भनेदेखि त्यसो त्यो हजुरबा 11 पुस्ता र अहिले त मेरो त डिएनए चाहिँ मिल्नु पर्यो क्या, यहाँ त डिएनए मिलेन नि त। छाप त्यो मेन डिएनए भनेको छाप हो, उसको डिएनए। अब मेरो हाप्लो ग्रुप ओ छ अथवा के त्यहाँ मार्करहरू हुन्छ, अब यो त हाप्लो ग्रुपै R1N1 तिर पुगिसक्यो त अनि के को चाहिँ कपी हुन्छ हेर्नुहोस् होइन। त्यो छापै चाहिने तपाईँलाई हुनुपर्ने कस्तो भन्दाखेरि यहाँ तलतिर यहाँ होला हुनुपर्ने छाप चाहिँ तपाईँको यस्तो ल हेर्नुहोस् त, च्याट्ट माछा जस्तो यहाँ खड्ग देखेको छ, यहाँ श्री दुर्गा, तल भवानी छ, यहाँ डट छ, यस्तो सर्कुलर हुनुपर्ने त्यो अन्डा जस्तो, अझ इलिप्टिकल भन्छ यसलाई अङ्ग्रेजीमा,
त्यो सेपमा आइसक्यो। त्यस कारणले कुमार लिङ्गदेनले भनेको जुन कपी भन्ने छ, मेरो चाहिँ 10 पुस्ता अगाडिको आस्मोली सेनको चाहिँ म कपी हुँदै आएको त हुँ, कपीमा हामीलाई आपत छैन। तर डिएनए नै चेन्ज हुने कपी हो भने यसरी त छाप चाहिँ कपी कसरी गरिन्छ? छापै खोपेर हुन्छ त हुँदैन। डिएनए टेस्ट गर्दा मेरो अब 10 पुस्ता अगाडि बाजेको डिएनए त अहिले नपाइएला। तर हामी जस्तै मेरै जस्तै डिएनए भएकोहरू उसकै सन्तानहरूको सबैको डिएनए चेक गर्दै गयो भने चाहिँ उसको डिएनए के थियो भनेर हिसाब गरेर निकाल्नु मिल्छ क्या। यो पनि साँच्चै रियल हुन्थ्यो भने यो सबैहरूको चाहिँ हिसाब गर्दैन त रियल हो कि होइन भनेर थाहा हुन्थ्यो। तर यो त के हो त, हाप्लो ग्रुप ओ छ मेरो होइन, हाप्लो ग्रुप हाम्रो बराजुको ओ हो, हामीलाई कन्फर्म छ। यहाँ मेरो चाहिँ R1 A1 आयो भने त म त आर्यतिर गएँ, मङ्गोलोइड होइन। यस्तो गडबड भएको हुनाले यो गडबड छ। अर्को तपाईँले देखेन्द्र सिंह थेमिङको कुरा ल्याउनु भयो, यो पनि किन यहाँ सान्दर्भिक छ भने उनले चाहिँ यो लालमोहरमा यो फेक लालमोहर भएको शब्दार्थ लेखेको मध्ये दुईटा इम्पोर्टेन्ट छ। त्यहाँ राजभोरका सामर्थ्य भनेर लेखेको छ यो फेकमा, राजभोरका सामर्थ्य। तर शाहहरूको लालमोहरमा राजभारा सामर्थ्य भनेर लेखेको हुन्छ। यहाँ चाहिँ भोरका होइन, राजभारा सामर्थ्य भनिसकेपछि त्यो राज्य चाहिँ फेक्ने राज्यको भार, राज्यको दायित्व, राज्यको चाहिँ अधिकारलाई चाहिँ लिएर चाहिँ सामर्थ्य भएको राज्यको चाहिँ नै के त भन्दाखेरि चाहिँ नै उल्लिन सक्ने भार अथवा दायित्व वहन गर्ने भन्ने हो अर्थ। तर यहाँ उनले के भने राजभोरका समर्थन चाहिँ राज्यभरका समर्थन पाएको भनेर त्यो लिम्बुवान राज्य भन्न खोजेको भन्ने हिसाबले डेकेन्द्र सेवीले फेसबुकमा हालेको छ। उसले नबुझेला होला बिचरा, नबुझ्न पाइन्छ। तर त्यसरी लिम्बुवान राज्य भनेको राजभोरका भनेको भन्ने अर्थ उनले लाछ फेसबुकमा पोस्ट गरेका छन्। अर्को तसल्ली लालमोहर भनेर यहाँ लेखेको छ यो फेकैमा। तसल्ली भनेको चाहिँ सन्धि हो, लालमोहर भनेको त लालमोहर भइगयो भन्ने उनको छ। तसल्ली भनेको लालमोहर भन्ने बुझ्यो उनले। त्यसै यो लालमोहर यो सन्धि हो, तसल्ली सन्धि हो भन्छ। तसल्ली भनेको चाहिँ के हो भने अब यो फेकै भए पनि यो ओरिजिनलमा पनि यस्ता शब्दहरू पर्न सक्छन्। तसल्ली भनेको चाहिँ एस्योर गरेको के, चिन्ता नगर्नु, म चाहिँ नि अहिले चाहिँ नि ल मलाई उ देऊ, तिमीले 1 लाख देऊ, अब म ब्याज थपेर 1 लाख चाहिँ 10,000 दिन्छु हप्ता दिनपछि, चिन्ता नगर है, चिन्ता नगर्नु, तसल ढुक्क हुनु भनेर भनेको क्या। त्यो मैले मौखिक रूपमा ढुक्क भने। तर गोर्खालीले चाहिँ लिखत रूपमा चाहिँ ढुक्क के बनाएको भने तिमीले तामाकै पत्र पाउँछौ, ओरिजिनल एकदम छापे खोपेको, यो त कागज हो डढ्न सक्छ, तामा भए बच्छ, त्यो दिन्छु म, अहिले हतार भयो, यो तसल्ली लैजाऊ, पछि तामाको छापेर दिउँला भन्न खोजे यो होइन। जसले फेक बनाए त्यसले भन्न खोजेको त्यो हो। किन अरू डकुमेन्ट उसले कहीँ न कहीँ देखाएको थियो होला। या 1800 किसिमको यो अग्रिम सम्झौता भनौँ न, त्यो चाहिँ अब एमओयू जस्तो के अरे मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ हो यो। पछि चाहिँ एग्रिमेन्ट चाहिँ पछि हुन्छ भन्ने हिसाब हो। यो फेक बनाउनेले चाहिँ यसरी बनायो। अब 1831 को चाहिँ साउन 22 को सन्धि अथवा त्यसलाई सन्धि न लालमोहर थियो पनि होला क्या। तर जति मार्केटमा आएको छ त्यो सबै फेक हो। त्यसरी चाहिँ तपाईँको यो चाहिँ गडबड यसरी भएको छ। जस्तै तपाईँले यो इतिहासको अध्ययन गर्दाखेरि इतिहासलाई प्रयोग गरेर हेर्ने, यसको सत्यताहरू पत्ता लगाउने जुन यो टेक्नोलोजीको कुरा गर्नुभयो, यो के यस्ता प्रविधि के रहेछ त? यो सिगिलोग्राफी भन्दै हुनुहुन्थ्यो, क्रोनोलोजी भन्दै हुनुहुन्थ्यो, जस्तै यावत यस्ता के छ अरू? अब यही मेसोमा तपाईँलाई अब यहाँ मेरो कम्प्युटर स्क्रिनमा तपाईँले हेर्न पनि सक्नुहुन्छ। अर्को 2टा मोहरहरू हो। कपी भनेको चाहिँ यो हो क्या, यो चाहिँ हातैले उतारेको, उतार भन्छ यसलाई, उतार। यो माथि चाहिँ फेक हो होइन, फेब्रिकेटेड हो होइन। यो त पुरै उस्तै बनाएको फेक भयो भने तपाईँको कपी भनेको चाहिँ यस्तो हुन्छ, उतार, यो हातैले लेखेको होइन। त्यहाँ पहिला हाम्रो नागरिकता चाहिँ फोटोकपी नहुँदाखेरि सक्कल नक्कल ठिक छ भने हातैले लेखिन्थ्यो, त्यस्तो थियो। नागरिकता फोटोकपी हुँदैन थियो, सबै नागरिकता उतारिन्थ्यो, त्यो चलन थियो। त्यस्तै हो यो उतार भनेको। यो हेर्नुहोस्, यो तपाईँ डिस्प्लेमा राख्नु होला। अब यो चाहिँ के छ भने यो नेसनल आर्काइभ अभिलेखालयमा, राष्ट्रिय अभिलेखालयमा रहेको यो हो। र यसलाई चाहिँ शङ्करमान राजवंशीले राखेको भन्ने मान्छेहरूको भनाइ छ।
यो चाहिँ दुईटा लिम्बूहरूबाट उनले चाहिँ के त कलेक्सन गरेर ल्याएको र यसको पेट बोली मोटामोटी माथि जुन फेक छ नि ठ्याक्कै त्योसँग मिल्छ। यसमा के मिल्दैन भने यसमा चाहिँ मिति मिल्दैन। माथि मिति चाहिँ 1831 साउन सुदी 22 रोज 2 शुभम छ। यहाँ चाहिँ 1831 श्रावण सुदी 1 रोज 2 शुभम छ भनेपछि त्यही 22 र 1 तिथि मितिमा गडबड भयो, मिति गडबड भयो हैन। यहाँ अर्को के छ भने यहाँ इन्ट्रेस्टिङली एउटामा चाहिँ मोटामोटी माथिकै बेहोरा छ, अलिअलि हिज्जे तलमाथि होला, तर त्यहाँ एउटामा चाहिँ ठुलो गडबड छ। यसरी फेब्रिकेट गरेको भन्ने त्यसो थाहा हुन्छ क्या, फेक बनाएको फर्जरी भन्ने। एउटामा चाहिँ तिम्रो मुलुक भनेको छ, हाम्रो भयो भन्ने छ हैन एउटामा। अर्कोमा चाहिँ तिम्रो लिम्बुवान र खम्बुवान मुलुक हाम्रो हो, लिम्बुवान खम्बुवान मुलुक हाम्रो भनेर। अब यो लिम्बुवान खम्बुवान त भर्खर सुरु भयो कथा, गोपाल खम्बुहरूको पालामा वीर नेमाङहरूको पालामा सुरु भयो हैन। यो त प्रिन्सेस शाहपालामा त अब लिम्बुवान खम्बुवान, प्रिन्सेस शाहपालामा लिम्बू भन्ने शब्द भेटिन्छ तर लिम्बुवान भन्ने शब्द प्रिन्सेस शाहपालामा भेटिन्न। खम्बुवान भन्ने त धेरै पछिको राणाकालको विषय हो। त्यसो हुनाले यसरी यो कहिले प्रड्युस हो भन्ने हामीले चाहिँ थाहा पाउँछौँ। यो 40-50 वर्षभन्दा पुरानो हो भन्ने त देखिँदैन। यसरी यो चाहिँ नि अनि तर साथीहरूको हाम्रो लिम्बू इतिहासकारको के भन्छ, शङ्करमान राजवंशी जस्तो मान्छेले राष्ट्रिय अभिलेखालयमा दर्ता गरेकोलाई नमान्ने तैँले भन्छ। हामी त इतिहासको चाहिँ फादर अफ हिस्टोरी हेरोडोटसको पनि मान्दैनौँ, उसलाई फादर अफ हिस्ट्री त भन्छौँ तर उसले लेखेको कुराहरूलाई क्रिटिसाइज गरेर हेर्छौँ हैन। एक्सटर्नल इन्टर्नल क्रिटिसाइजन त्यो कतिको अथेन्टिक हो, त्यो नै हिस्टोरियनको काम हो। फादर अफ हिस्ट्री भनेर नेपालको चाहिँ त्यो डाक्टर के अरे डाक्टर होइन बाबुराम आचार्यलाई पनि नेपालको हेरोडोटस भन्दै गरेको सुनेको थिएँ मैले कसैले चाहिँ नयराज पन्तलाई भन्दैछ हैन। तर उनीहरूको पनि हामी के गर्छौँ त आँखा चिम्लेर उनीहरूले लेखेको चाप इतिहास हुँदैन, लेख्दाखेरि के आधारमा लेख्यो भन्ने हेरेर त्यो आधारहरू कतिको बलियो छ भन्ने हुन्छ होइन। अब तपाईँले अघि प्रश्न गर्नुभएको थियो, हामी यता बत्त्यौँ किनभने इतिहासका चाहिँ 3वटा एक्जुलरी साइन्स सहायक विज्ञानहरूको आधारमा मैले यसलाई खण्डन गरेको छु। अब हामीले सिगिलोग्राफी त मोटामोटी भन्यौँ त्यो सिलको अथवा त्यो छापको बारेमा। अब हामी आउँछौँ प्यालियोग्राफी भन्ने छ। अक्षरहरूलाई चाहिँ अक्षरहरू चाहिँ यो फेक हो भन्ने कसरी तपाईँको यो प्रमाणित गर्न सकिन्छ, यो प्रविधि चाहिँ के हो? अब यहाँ प्यालियोग्राफी भन्ने छ, सिगिलोग्राफी हामीले सक्यौँ किनभने त्यो छापको बारेमा हामी कुरा गऱ्यौँ। तर अब तपाईँको के भन्दाखेरि त्यो अघि छापकै बारेमा पनि प्रिन्सेस शाहकै छापहरू पनि यहाँ छ क्या, हेर्नुहोस् है। यहाँ यो त देखाउनु त नपर्ला कममा तपाईँको डिस्प्लेमा। तर अब तपाईँको प्यालियोग्राफी भन्नेमा चाहिँ के हुन्छ भने यहाँ चाहिँ प्यालियोग्राफीमा चाहिँ सयौँ कुराहरू यहाँ फेक छ, सयौँ निकाल्नु सक्छ। तर हामी केही महत्त्वपूर्ण कुराहरू मात्रै भन्छौँ। जस्तै अघि पनि भन्यौँ त्यहाँ के छ भने तपाईँको यहाँ माथि पनि अघि भने राजभारा सामर्थ्य र राजभोरका सामर्थ्य मैले अघि भनिहालेँ, त्यो पनि हामीले यो प्यालियोग्राफिक हिसाबले लेख्न सक्छौँ। त्यो जो फेक बनाउने त्यसले राजभोरका सामर्थ्य भनेर राज्यभरका सक्षम मान्छे भन्न खोजे हो। तर शाहकालको चाहिँ नै उमा चाहिँ लालमोहरमा चाहिँ राजभारा सामर्थ्य भन्ने लेखेको हुन्छ। यहाँ चाहिँ नि प्रिन्सेस शाहले जारी गरेको लालमोहर हो यो, यसमा पनि राजभारा सामर्थ्य छ हैन। यहाँ चाहिँ अर्को छ चाहिँ यो पनि प्रिन्सेस शाहले जारी गरेको राजभारा सामर्थ्य छ। तर तपाईँको जुन यो पनि प्रिन्सेस शाहले, तर जुन यो चाहिँ नक्कली छ त्यसमा चाहिँ राजभोरका सामर्थ्य भनेर चाहिँ राज्यभरका चाहिँ बलियो अथवा भन्ने हिसाबले ल्याएको हुनाले यो गडबड छ। त्यो पनि एउटा चाहिँ प्यालियोग्राफिक भनेको चाहिँ यसका शब्दहरू अक्षरहरूको हेर्ने हैन, पुरानो चाहिँ दस्तावेजको। अब अर्को यहाँ चाहिँ के छ भन्दा चाहिँ इन्ट्रेस्टिङली अब यो स्वस्तिश्री राजभारा सामर्थ्य ऐमान सिंह भनेर एउटा प्रिन्सेस शाहकै चाहिँ यहाँ लालमोहरमा छ हैन। यहाँ के छ भन्दाखेरि लालमोहर पाउनेलाई स्वस्तिश्री राजभारा सामर्थ्य ऐमान सिंह भनेपछि यो स्वस्तिश्री भनेको चाहिँ एकदम फर्मल ठुलोलाई
त्यो अभिमान सिंह भन्नेलाई चाहिँ हामीले तँ पनि भन्न मिल्दैन, तिमी भन्ने हुन्छ राजाले है, त्यसरी आउँछ। यो चाहिँ फर्मल हो। तर इन्फर्मल भयो भने चाहिँ अनौपचारिक भयो भने चाहिँ आगे जगजित राईके, यो चाहिँ स्यालुटेसन भन्छ क्या, उनलाई चाहिँ प्रशस्ति यो प्राप्त गर्नेको दिनेको त स्वस्ति श्री भइगयो, मान महाराज समथिङ भन्दै आउँछ, ठुलो लामो हुन्छ। तर पाउनेलाई पनि हामीले स्यालुटेसन गर्दा स्वस्ति श्री राजभारा सामर्थ्य होइन, सर्वोपमा योग्यसम्म पनि हुन्छ। तर यहाँ स्वस्ति श्री राजभारा सामर्थ्य अभिमान सिंह भनियो भनेर चाहिँ उनलाई चाहिँ फर्मल्ली सम्मान गरियो। तर सम्मान नगर्नेहरूलाई चाहिँ ऐरे गैरेहरूले चाहिँ आगे जगजित राई के भनेर भनियो। हेर्नुहोस् है, अब राजभारा सामर्थ्य नै आगे, अबदेखि जगजित राईको निम्ति भनेर चाहिँ नि एकदम अनफर्मल। र यसलाई जगजित राईलाई चाहिँ तँ भनेर लेख्छ, त्यहाँ फेरि माथिल्लोलाई तिमी भन्ने हुन्छ, अभिमान सिंहलाई तिमी हुन्छ, यहाँ तँ हुन्छ, यस्तो हुन्छ। तर चाहिँ नि तपाईँको के हेर्नुहोस् है, यो फेकवाला लालमोहरमा कथित नुनपानी सन्धिमा स्वस्ति श्री आगे राजभरका सामर्थ्य श्री सुन राई भन्दै लग्या छ। त्यहाँ हेर्नुहोस् है, स्वस्ति श्री आयो, आगे पनि आयो, राजभोर त गडबड हो भने हामीले भन्यो भने स्वस्ति श्री आगे सँगै आयो क्या, यसरी आउनु मिल्दैन। तँ पनि तिमी पनि आयो, आगे राजभोरका सामर्थ्य श्री सुन राई भनेर भने चाहिँ यो यहाँ गडबड चाहिँ भइगयो, यस्तो हुन्छ। हेर्नुहोस्, यो चाहिँ यस्ता चिजहरू त उसलाई थाहा थिएन बिचरा, त्यो धेरै पढालेखा मान्छेले गरेको जस्तो पनि देखिँदैन क्या। किन पढालेखाले त अरू लालमोहरहरू हेरेपछि त्यहाँको बिहोरा अनुसार कपी पेस्ट गर्ने, अलिकति तानतुन गर्ने हुन्छ। तर उनले चाहिँ यो मेरो विचारमा धेरै लिटरेट मान्छे होइन, अब युनिभर्सिटी पढाएले चाहिँ बनाए जस्तो मलाई लागेन। किनभने युनिभर्सिटी पढाएकोहरूले कपी पेस्ट गर्नमा च्याम्पियनै हुन्छ होइन। अब एउटा यहाँ अर्को चाहिँ के छ भन्दाखेरि यहाँ च भन्ने हुन्छ क्या, हेर्नुहोस् चको डिजाइन चाहिँ कस्तो हुन्छ भने च चाहिँ पुरानो लिखतमा चाहिँ ट्रायङ्गुलर हुन्छ क्या, ट्रायङ्गल जस्तो होइन। यहाँ तपाईँको युनिभर्समा हेर्नु हो भने चहरू ट्रायङ्गल जस्तो छ। यो अहिलेको हामीले देख्ने जस्तो च होइन, यहाँ पनि त्यस्तै छ। चक्र चूडामणि भन्ने शब्द त्यहाँ परेको छ। यो पृथ्वी शाहकै लालमोहर हो, यहाँ पनि चक्र चूडामणि छ। यहाँ चक्र चूडामणिको च चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको ट्रायङ्गुलर, यस्तो ट्रायङ्गुलर हुन्छ होइन। तर यो हाम्रो अहिलेको चाहिँ कथित फेक लालमोहरमा हेर्नु भने चक्र चूडामणि, यहाँ यसले चक्र चूडामणि पनि लेखेको छ, चक्र चूडामुनि लेखेको छ, मुनि माथि मणि भनेर, यो मणि हुन्छ नि त, सर्पको मणि भन्न खोजेको, यिनले मुनि लेख्यो भने चाहिँ हि वाज नट सो लिटरेट होइन। यो चाहिँ धेरै च्याम्पियन। यहाँ चाहिँ च चाहिँ ठ्याक्कै लेखेको हाम्रो जस्तो यस्तो च छ, त्यस्तो चको समस्या छ एउटा है। त्यसो भन्दा यस्ता अक्षरहरू पनि हेर्नुपर्छ, त्यस्ता थुप्रै अक्षरहरू कम्पेयर गर्न सकिन्छ। तर हामीले त्यो चलाई मात्र एउटा हाइलाइट गरेको, किनभने त्यो सबै अक्षरहरू चाहिँ तपाईँको पृथ्वी शाहकालीन छैन, त्यस्तो चाहिँ नै समस्या छ होइन। अर्को तपाईँको हेर्नुहुन्छ भने राई भन्ने पदावली छ क्या त्यहाँ। पृथ्वी शाहको पालामा चाहिँ के थियो भने रालाई आकार बुढोजेलाई यीसम्म चाहिँ पाइन्छ होइन। अझै चाहिँ नि रालाई आकार दीर्घ यीसम्म पाइन्छ। तर यहाँ हाम्रो फेकमा चाहिँ गजबले चाहिँ रालाई आकार र यी चाहिँ दीर्घ भनेपछि दालमे कुचका लायो भन्ने त्यसले पनि हामीलाई देखाउँछ। किनभने प्राय राय छ पृथ्वी शाहपालामा, राय छ, किनभने सेनकालमा राय थियो, त्यसैले कन्टिन्युटी दिएको हो। त्यसो हुनाले यो पनि एउटा चाहिँ ठुलो गडबड छ। यस्ता चाहिँ थुप्रै छ होइन, कि हामीले यहाँ लेखेका छौँ त्यो गडबड भयो। त्यो चाहिँ अर्को त मैले अघि भनेले चक्र चूडामुनि नर ये नित्यादि भन्ने छ क्या। तर रियलमा के हुन्छ त चक्र चूडामणि हुन्छ, अनि नर नारायण इत्यादि हुन्छ, इत्यादि। तर उनले चाहिँ नित्यादि भनेको छ, ये नित्यादि। यसरी तपाईँको चाहिँ नि यहाँ हेर्नुहोस्, चक्र चूडामुनि नर ये नित्यादि कम्ती यो लेख्ने बेला उसँग एउटा लालमोहर भएको भए यति साह्रो गडबड गर्दैन थियो होला, त्यो जसले फेक बनायो होइन। यस्तो चाहिँ नै समस्या छ है। अब हामीले राजभारा सामर्थ्यको कुरा गरिहाल्यौँ होइन, राजभोरका सामर्थ्य छ त्यहाँ होइन। यसो भएको हुनाले यो चाहिँ के हो त, अब मैले अघि भनिहालेँ लिम्बुवान खम्बुवान मुलुक हाम्रो भयो भन्ने छ एक ठाउँमा, अघिकोमा त्यो नेसनल आर्काइभकोमा। अर्को चाहिँ
के अरे त्यो मुलुक हाम्रो भयो भन्ने छ है। यो चाहिँ नि यस्तो किसिमको डेन्जरनाक चिजहरू चाहिँ यहाँ छ। किनभने लिम्बुवान खम्बुवान भन्ने नै हालिदिइसके, जे हाल्नु मन लाग्यो आफूले लेखेपछि त जे हाल्नु मन लाग्यो त्यति लेख्यो नि त। यो भावनाले यस्तो किसिमको चाहिँ नि के अरे यो चाहिँ प्यालियोग्राफिकल्ली यस्तो छ। यस्ता चाहिँ नि प्यालियोग्राफिकल्ली त यहाँ सयौँ छ, तर यसो चाहिँ नि स्याम्पलको रूपमा मैले दिएको यो विषय हो। अब यो हाम्रो क्रोनोलोजी हैन, एक्जुलेटरी साइन्सको तेस्रो एउटा सिगुलोग्राफी भनियो, दोस्रो चाहिँ नि प्यालियोग्राफी भनियो, अब क्रोनोलोजी। यस्ता थुप्रै हुन्छ है। डिप्लोमेटिक्स हुन्छ, हेराल्ड्री हुन्छ, तपाईँको जेनेटिक्स हुन्छ, लिङ्ग्विस्टिक हुन्छ, सबै साइन्सहरू हैन हामीलाई चाहिँ के गर्छ त हिस्टोरीलाई चाहिँ स्ट्रङ बनाउन यो प्रयोग हुने हो। अब तर हामीले तीनवटाबाट हेरेका छौँ। क्रोनोलोजिकल्ली हेर्दा अब यसमा के छ भन्दाखेरि यो चाहिँ कालक्रम हो, क्रोनो समय हो। यसले चाहिँ पहिलो नम्बरमा समय निर्धारण गर्ने के यो राइट अपको कुन हो समय, यो राज्य कुन सालमा थियो, यो कहानी कहिले भएको थियो भन्ने एउटा भयो, सालहरू कस्तो कति बार कति तिथि कति भन्नेहरू भयो। अर्को चाहिँ यो ठिक लेखे चाहिँ छ कि छैन त, यो गते बार तिथि मिति मिलाएको छ क्या त भन्ने हो क्या। अब हामीले अथेन्टिक हेर्दा त त्यो हेर्नु पर्यो। अब माथि नै मैले भनिसकेँ दुईवटा फरक परिसक्यो। 1831 साउन 22 श्रावण सुदी 22 हो, अर्को 1831 श्रावण सुदी 1 भइसक्यो। त्यही तपाईँको 21 दिन फरक परिसक्यो। तर पेट बोली मोटामोटी 99% एउटै छ। खालि त्यो लिम्बुवान खम्बुवान जोड्ने, कतै के जोड्ने, मात्रा घटाउने मात्रै छ। हेर्नुहोस् है, भनेपछि एउटै चिजको कपी हो, त्यो रिप्रोडक्सन हो। तर के त मितिमा चाहिँ आनका तान फरक परिसक्यो। अब त्यस पछाडि के छ ल 1831 श्रावण सुदी 22 रोज 2 शुभमको कुरा गरौँ। 1831 साउन सुदी 22 सुदी 22 भनेपछि सुदी 22 हुँदैन भन्ने हाम्रो भैराजिङ नामले भन्नुभएको छ। धेरै मान्छेहरूले सुदी 22 हुँदैन भनेको छ। किन सुदी बदी भनेपछि यो चाहिँ चन्द्रमाको क्यालेन्डर, सूर्यको होइन। त्यसकारण चन्द्र क्यालेन्डरमा चाहिँ 15 तारिख हो यो, के अरे तारिख होइन तिथि हो। तिथि चाहिँ 15 भन्दा जाँदैन। 15 भनेको कि औँसी कि पूर्णे हो, परेवा द्वितीय तृतीय हुँदै। र सुदी भनेको चाहिँ कृष्ण पक्ष भनेको छ, बदी भनेको चाहिँ शुक्ल पक्ष भनेपछि कृष्ण पक्षको चाहिँ के त 22 भइसक्यो। 15 हुनुपर्ने, 15 भए चाहिँ शुक्ल पक्षको 15बाट कालो गोरो हुँदै जान्छ के र पूर्णे हुने होला मेरो विचारमा, अथवा औँसी हुने। 15 भन्दा बढी 22 भइसक्यो। त्यसकारण के हो त यो वाङ खाइसक्यो। 15 भन्दा बढी नहुनु पर्ने भन्ने छ हैन। पञ्चाङ्ग विज्ञहरूलाई चाहिँ कन्सल्ट गर्नुपर्छ भन्ने भैराजिङ नामले भनेको छ है। अब सुदी र बदी बारेमा मैले पनि अलिकति एक्सर्साइज गर्नुपर्ने पर्फेक्टली छ। तर अहिलेसम्मको इन्टरप्रिटेसन सुदी इभन बदी पनि 22 के अरे 15 भन्दा माथि हुँदैन भन्ने कुरा छ। तर कसै बदी चाहिँ 22 पनि हुन्छ 30 पनि हुन्छ भन्ने पनि गरेको छ। तर सुदी 22 हुँदैन 15 हुन्छ भन्ने हिसाबले अब यो गडबड भइसक्यो है, वाङ खायो। अब यता अब चाहिँ तपाईँको ल 22 हो सकिएको। अब यता सुदी 1 त 22 भन्दा माथि भएन नि त, त्यसो ठिक भयो नि त भन्ने त्यहाँ चाहिँ एउटा तर्क चाहिँ भयो। तर अब के भयो भने त्यहाँ समस्या चाहिँ त्यो माथि सुदी 22 लाई चाहिँ कसैले इभन राजकुमार दिक्पाल भन्ने इतिहासकारहरूले यो चाहिँ सुदी बदी केही पनि होइन, 1831 साउन 22 गते हो हैन। त्यो चाहिँ के सुदी न बदी, त्यो चाहिँ गते हो। त्यो चाहिँ सुदी होइन बदी होइन गते भयो भनेर उसले भन्यो। सुदी बदी दुईटै छैन, यो लुनार क्यालेन्डर होइन, सोलार हो। अहिलेको जस्तै साउन 22 हो। अस्ति साउन 22 मा त्यसरी मनायो क्या यिनीहरूले। उनीहरूको तर्क चाहिँ सुदी बदी गोली मारो भाइ, यो तिथि सिथि होइन, साउन 22 गते भनेर ठोक्या उनीहरूले हैन। यस्ता चाहिँ छन् मान्छेहरू भनेर चाहिँ। त्यो बेला गते त आइसकेको थियो छैन, गते लेख्ने चलनै छैन। सुदी बदीमा छ त्यो, सुदी बदीमा भएको हुनाले त्यो लेखेकै छ त। सुदी गतेको जन्मै नभएको समयको प्रमाणहरूलाई चाहिँ या थियो पनि होला, तर त्यहाँ सुदी नै लेखिसक्यो नि त फेक बनाउनेले त। त्यो ओरिजिनल बनाउनेले भए त सुदी चाहिँ 14
13 केहीमा लेख्थ्यो तर त्यो त फेक बनाउने मान्छेलाई सुदी 22 भन्ने चाहिँ लायो अनि त्यही सुदी 22 मै हाम्रा साथीहरु चाहिँ सुदी 22 लाई गोली मारेर सुदीलाई हटाएर गतेमा चाहिँ के गर्दैछ त कालो दिवस मनाउँदै थियो नेपाल जनमुक्ति पार्टीले। यसपालादेखि चाहिँ मैले भनेथे भाइ हो कालो नमनाऊ त्यो स्वायत्तता पाएको लिम्बुवान पाएको हैन कुल भाइ भएको हामी चाहिँ गोर्खालीसँग सेतो दिन मनाउनु पर्छ भनेथे यसपाला चाहिँ कलरलेस दिन मनाए हैन। मैले भने त मङ्सिर 2021 मङ्सिर 1 गते चाहिँ नि त्यो सबै खोसिएको भूमि सुधार लागू भएर त्यो चाहिँ के गर्नुपर्छ त त्यस दिन चाहिँ कालो दिवस मनाउनु पर्छ किपट खोटिएको खोसुक अधिकार खोसिएको अर्थात हरण भएको मङ्सिर 1 गते चाहिँ कालो दिवस मनाउने यस दिन सेतो दिवस मनाउने भने त यसपाला कलरलेस दिवस मनाएछन् तर साउन 22 सुदी चाहिँ सुदिलुदी गयो। अब यस पछाडि तर अब के हुन्छ त 1831 साउन 22 मा चाहिँ अब रोज 2 शुभम भनेछ ल सुदी हटाइदिउँ रोज 2 शुभम त छ रोज 2 भने त सोमबार हो भनेर चाहिँ अब सोमबार पऱ्यो कि परेन भनेर तपाईले अहिले त विभिन्न ठाउँमा चेक गर्न सक्नुहुन्छ त्यो 1831 साउन 22 गते चाहिँ बुधबार पर्छ क्या रोज 4 शुभम हुन्छ अब यो त रोज 2 शुभम छ हैन। यसरी चाहिँ नि यो फेक गर्नेहरूले मरे काटे पनि कहीँ न कहीँ केही न केही तपाईँ गडबड हुन्छ हेर्नु चोरले कहीँ न कहीँ दशी प्रमाण छोड्छ 1831 श्रावण सुदी 1 रोज 2 शुभमको पनि त्यो सुदीलाई हटाएर साउन 1 गते मान्ने भने त्यो पनि रोज 4 शुभम हुनुपर्छ त्यो पनि बुधबार हुन्छ। यसो भएको हुनाले यो चाहिँ तपाईको के त सिगुलोग्राफिकल्ली प्यालियोग्राफिकल्ली र क्रोनोलोजिकल्ली चाहिँ यो चाहिँ फेक टोटल फेक हो र यो फेक को आधारमा सन्धि भनेर मान्छेहरूलाई थरथरी बनाउने जुन कामहरू भइरहेछ हाम्रो साथीभाइहरूको चाहिँ गलत कुरा छ। अब यो जति पनि तपाईको अध्ययनले तपाईको रिसर्चले अहिलेसम्म पाएको भेटेको प्रमाणहरू चाहिँ झुटा हुन् भनेर तपाईले यत्रो यो इतिहासलाई चेक गरेर हेर्ने प्रविधिबाट समेत तपाईले व्याख्या गरिसक्नु भयो। अब यसको सत्यता अर्थात् ओरिजिनल चाहिँ सक्कली कपी चाहिँ कहाँ छ त यो कसरी यो चाहिँ भेट्न सकिन्छ त? अब मेरो भनाइ चाहिँ के छ भने यसरी लिखतै नभए पनि यिनीहरूले सरेन्डर गरेका थिए आत्मसमर्पण गरेका थिए त्यसकारण उनीहरूलाई केही न केही चाहिँ नि विशेष अधिकार दिनु थियो गोर्खालीहरूले त्यसो हातैले नलेखौँ मौखिक रूपमा भए पनि दिएको थियो या यही 1831 साउन 22 को नभए पनि अरू लालमोहरहरू पनि छन् त त्यहाँ उनीहरूलाई चाहिँ विशेष अधिकार दिएको इभन त्यहाँ चाहिँ राजभारा सामर्थ्य सर्वोपमा योग्य पुनि राय भन्ने पनि छ त्यो सम्भवतः लिम्बूलाई नै होला सर्वोपमा योग्य सबै किसिमको उपमाहरू दिन योग्य हैन पद पदवीहरू हैन दिन योग्य भनेर सर्वोपमा उपमा सर्व उपमा योग्य योग्य भनेर पढ्थे राजभारा सामर्थ्य त भयो भनेर त्यसरी उनीहरूलाई फुर्क्याएको छ। तर तपाईको सेनकालमा चाहिँ राजभारा सामर्थ्य भएपछि राज्यको सबै दस्तखत गर्ने स्यामर जारी गर्ने तपाईको ठेक लगाउने गुठी दिने बिर्ता दिने सबै काम गर्न पाउँथे तर यहाँ त तपाईको त्यो त केही पनि पाउँदैन तर नाम मात्र हो सर्वोपमा योग्य राजभारा सामर्थ्य त लेखेर दिएका थिए त्यसो उनीहरूको केही न केही सुलह सम्झौता भयो। यो जति पनि यो 1831 का यो लालमोहरहरू जति पनि झुटा हुन् भनेर तपाईले भन्नु यो झुटा हुनलाई पनि त कपी गर्नलाई पनि त कुनै न कुनै एउटा ओरिजिनलको त कपी हुने हो नि हैन र कि यो परिकल्पनाको आधारमा चाहिँ यो निर्माण गरिएको हैन कपी त तपाईको फेक बनाउनु पर्यो न। अहिले म चाहिँ नि मेरो बराजु फौदा सिंह चाहिँ यहाँ शाहको के थियो त काजी थियो भनेर बनाउन सक्छु तर त्यो चाहिँ सबै अघि जस्तो त्यो कतिवटा 3वटा चिज भयो नि त्योदेखि बाहेकबाट पनि टेस्ट गर्दा त वाङ खान्छु नि त म त्यसरी यो बनेको भन्ने मेरो भनाइ छ यो। तर मैले अघि के भन्दै थिएँ भने उनीहरूलाई त्यसरी सुलह सम्झौता भएको हुनाले त्यस्ता केही न केही लेखतै नभए पनि मौखिक पनि थियो अथवा यो लिखत 1831 साउन सुदी 22 को नभए पनि अरूहरू पनि छन् त लिखत त अरू लालमोहरहरू छ अथेन्टिक लालमोहरहरू छ यस्तो फेक होइन। तर यिनीहरूले सन्धि भन्ने हिसाबले यो चाहिँ विभिन्न उनीहरूको इन्ट्रेस्ट भएको हुनाले यो चाहिँ स्ट्याटस इमुलेसन थ्योरी कि के भन्ने छ क्या एउटा आफूलाई ठुलो देखाउने उ गर्ने हिसाबले त्यो हिसाबले उनीहरूले यो बनायो कहाँ बनायो भन्ने त नि म भन्न सक्दिनँ केही सङ्केतहरू त मान्छेहरूले दिएछन् तर मैले खुल्न सक्दिनँ त्यसो भने त्यसरी बनाए। तर
उनीहरूलाई त्यो अघि मैले भने राजभारा सामर्थ्य नभए पनि लिखतमा राजभारा सामर्थ्य दिएको हुनाले त्यस्ता केही सुलह सम्झौता मौखिक ऊ भएको हो, त्यसलाई सन्धि भन्न त मिल्दैन। तर कम्तीमा पनि उनीहरूलाई तिमीहरूलाई सेनकै जस्तो थामाउला भनेको थियो, तर सेनका जस्तो त केही थाम दिएन। अब त्यसो हुनाले त्यो बनाउनेहरूले चाहिँ अब मैले देखाएँ बनाएको चाहिँ ओरिजिनलको कपी त हामीसँग अलरेडी छ, त्यहाँ जसले बनाए जसले लेख्यो त्यसको ओरिजिनल सधैँ छ, ओरिजिनलै त्यही हो क्या। तर अथेन्टिक होइन त्यो। अब अथेन्टिक चाहिँ त्यो नहुन पनि सक्छ, त्यो थिएन पनि होला, या थियो भने पनि एउटा के छ भने गोर्खालीहरू चाहिँ खिच्ने चलन पनि थियो क्या, विभिन्न सन्धिहरू टाइम टु टाइम खिच्ने। किनभने पहिला बढी अधिकार दिए हुन्थ्यो, अहिले कम अधिकारको दिने। पहिला जस्तै राजभारा सामर्थ्य मात्र होइन सर्वोपमा योग्य समेत थियो भनेपछि बिस्तारो सर्वोपमा योग्य खारेज गर्यो, तर अधिकार त दिएन। सर्वोपमा योग्य उनीहरूले खुइकै दियो। त्यस पछाडि फेरि राजभारा सामर्थ्य त थियो, पछि राजभारा सामर्थ्य पनि स्वस्तिश्री खुइक्याएर आगे होइन गजदल राई के भन्नेतिर गएको हुनाले लालमोहरहरू खिच्ने, किनभने त्यहाँ बढी अधिकार छ, कम अधिकार हुँदै गएको हुनाले खिच्ने भएको हुनाले सम्भवतः थियो पनि कि 1831, तर त्यो साउन 22 त त्यसमा उनीहरूले खिचेर लिएको हुनाले तपाईँको त्यसो भएको हुनसक्छ, या जारी नै नभएको हुनसक्छ। तर जुन मार्केटमा पाइएको छ भाइरल 1831 को लालमोहर जुन नुनपानी सन्धि छ त्यो चाहिँ फेक हो, यसमा चाहिँ कुनै शङ्का छैन।